गोर्खा घर काठमाडौँ डेरा मेरो माया हाँसिदेऊ एक फेरा भन्दै लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङ र लोक तथा दोहोरी चर्चित गायक तथा मोडल तथा सर्जक रबिन लामी छानेको एल्बम गीत बजारमा आएको र दर्शक श्रोताले निकै नै मन पराइदिनु भयो भन्दै लोकप्रिय गायिका निर्जला गुरुङ र लोक तथा दोहोरी गायक रबिन लामी छानेले जानकारी गराउनुभएको छ। बारपाक जाँदा किन्देको चुन्नी मयालुले फाल्यो कि खैकुन्नी भन्दै लोक तथा दोहोरी चर्चित गायक तथा सर्जक रबिन लामी छानेले लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङलाई पहिलो टुक्कामै यसरी भनेपछि गायिका निर्जला गुरुङ पनि के कम निकै नै कडा शब्दमा रबिन लामी छानेलाई सवाल जवाफ गर्दै आफूहरूले निकै नै कडा शब्दमा लाइफ दोहोरी गाउने अवसर मिलेको भन्दै लोकप्रिय गायिका निर्जला गुरुङले पनि आरुगाटा सल्यानटार सम्मै तिम्रै न्यासो लाइरहने अचानमै भन्दै लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङले पनि शब्दमा सवाल जवाफ गरेपछि गीत भने निकै नै रमाइलोसँग आफूहरूको एल्बम गीत यतिखेर बजारमा निकै चर्चा भएको भन्दै लोकप्रिय गायिका निर्जला गुरुङले जानकारी गराउनुभएको छ। गोर्खा घर काठमाडौँ डेरा मेरो माया हाँसिदेऊ एक फेरा भन्दै लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङले पनि यसरी भनेपछि गायक रबिन लामी छानेले पनि निकै नै कडा शब्दमा आफूले सवाल जवाफ गरेको भन्दै लोकप्रिय गायक रबिन लामी छाने र लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङको पछिल्लो समयको एल्बम गीत निकै नै उत्कृष्ट र दर्शक श्रोताले निकै नै मन पराइदिनु र दर्शक श्रोताले आफ्नो सबै गीत जसरी यो गीतलाई निकै मन पराइदिनु हुन्छ भने आफू ढुक्क रहेको भन्दै लोक तथा दोहोरी चर्चित गायक तथा सर्जक रबिन लामी छाने र लोकप्रिय गायिका निर्जला गुरुङले जानकारी गराउनुभएको छ। गायक रबिन लामी छानेले जानकारी दिएअनुसार आफूले निर्जला गुरुङसँग पहिलो एल्बममा आफूले सहकारी गर्ने अवसर मिलेको र दर्शक श्रोताले आफ्नो गीत निकै मन पराइदिनु हुन्छ भने आफू निकै नै आशावादी रहेको भन्दै गायक रबिन लामी छाने र गायिका निर्जला गुरुङले जानकारी गराउनुभएको छ। उक्त गीत भने गायिका निर्जला गुरुङ अफिसियल युट्युब च्यानलबाट अपलोड भएको केही घण्टामा निकै नै राम्रो भ्युज र दर्शक श्रोताले